वैदेशिक रोजगार। सामाजिक सञ्जालमा देखिएको यो पोस्ट कानुनी रूपमा गलत छ। नेपालको कानुन अनुसार वैदेशिक रोजगार विभाग डिपार्टमेन्ट अफ फरेन एम्प्लोइमेन्टले मन्जुरी या स्वीकृति नदिएको देश र रोजगार संस्था मार्फत नेपालीलाई काममा पठाउन पाइँदैन। वैदेशिक रोजगार विभाग डिपार्टमेन्ट अफ फरेन एम्प्लोइमेन्टलाई बेवास्ता गरी यस्ता अफर स्वीकार गर्दा तपाईँ ठूलो समस्यामा पर्न सक्नुहुन्छ। सरकारको दृष्टिकोणमा यस्ता कम्पनीमा काम गर्ने व्यक्ति वैदेशिक रोजगारीमा गएका नै मानिँदैनन्, किनभने उनीहरूले श्रम स्वीकृति पाएको हुँदैनन्। त्यस्तै तपाईको एजेन्ट अवैध मानिन्छ, किनभने तपाईँ अनुमोदित म्यान पावर मार्फत जानुभएको छैन। तपाईको रोजगारदाता पनि अवैध हुन्छ, किनभने उनले नेपाल स्थित दूतावासबाट डिमान्ड प्राप्त गराएको हुँदैन। तपाईँ वैदेशिक भूमिमा फस्न सक्नुहुन्छ र सरकारको नजरमा तपाईँ अवैध हुनुहुन्छ, जसका कारण तपाईले कुनै किसिमको सहयोग सरकारबाट नपाउने स्थिति हुन सक्छ। कृपया यस्ता जोखिम नलिनुहोस्। वैदेशिक रोजगार विभागले अनुमति तथा कालो सूचीमा पारेका म्यान पावरको सूची उपलब्ध गराएको छ, जुन यो लिङ्क मार्फत हेर्न सकिन्छ। यो लिङ्क हामी हाम्रो डिस्क्रिप्सनमा पनि राख्नेछौँ। कानुनी रूपमा जानुहोस् अनि सुरक्षित रहनुहोस्। धन्यवाद।